हेलो एभ्रिवान, लोकसेवा तयारीमा तपाईहरुको ऊर्जा र डेडिकेसन देखेर म एकदमै प्रभावित छु। केही घण्टा अगाडि तपाईहरुले संगठित संस्थाको प्रिटेस्ट युद्ध लडेर आउनुभयो। तपाईहरुलाई कस्तो लाग्यो? ढुक्क हुनुहुन्छ कि अलिकति टेन्सन छ? जस्तोसुकै परिणाम आए पनि अब समय पछाडी फर्किएर हेर्ने होइन, अगाडि बढ्ने हो। किनकि प्रिटेस्ट त केवल ट्रायल रन मात्र हो। असली खेल त अब लिखित परीक्षामा सुरु हुँदैछ। धेरै साथीहरु अहिले पनि प्रिटेस्टको प्रश्नपत्र पल्टाएर बसिरहनु भएको होला। यो त मैले जानेको थिएँ, किन बिगारे भन्दै। यो गर्नु मूर्खता हो। त्यो समय फेरि आउँदैन। प्रिटेस्टको रिजल्ट आउन अझै समय लाग्छ। अहिले तपाईले कट अफ कति जान्छ भनेर गेसोर गर्नु भन्दा लिखित परीक्षाको तयारीमा 1 घण्टा खर्च गर्नु धेरै फलदायी हुन्छ। यदि तपाईलाई लाग्छ कि तपाई 40 अङ्कको आसपास हुनुहुन्छ, त्यसो भए आजैदेखि लिखित तयारी सुरु गर्नुहोस्। किनकि नाम निस्कनेले तपाईलाई पर्खदैन र लिखित परीक्षाको तयारी एकदमै कम हुन्छ। अब हाम्रो मिसन हो दोस्रो र तेस्रो पत्र। अबको तयारी रट्ने होइन, बुझ्ने र लेख्ने हुनुपर्छ। नयाँ टपिकहरुलाई गहिराईमा बुझ्नुहोस्, जस्तै प्रशासनका सिद्धान्त, निर्णय प्रक्रिया र सार्वजनिक सेवा प्रवाह। यसको कन्सेप्ट नबुझी उत्तर लेख्नु भनेको 0 अङ्क प्राप्त गर्नु हो। लिखित परीक्षामा कथा लेख्ने होइन, सठिक बुँदा लेख्ने हो। प्रत्येक उत्तरमा कम्तीमा 6 देखि 8 बुँदाहरू अनिवार्य समावेश गर्नुहोस्। बुँदाहरूलाई कानुन, नीति, समस्या समाधानको फ्रेमवर्कमा बाँड्नुहोस्। आफ्नो उत्तरलाई शक्तिशाली बनाउनका लागि नेपालको संविधानका धारा, सरकारी ऐन नियम, नवीनतम तथ्याङ्क र समसामयिक सरकारी कार्यक्रमहरूलाई जोड्नुहोस्। भनिन्छ नि, प्र्याक्टिस मेक्स अ मैन परफेक्ट। त्यसैले आजदेखि हरेक दिन लिखित परीक्षाको कम्तीमा 2वटा प्रश्नमा टाइम लिमिट राखेर उत्तर लेख्ने अभ्यास गर्नुहोस्। यदि तपाईले समय व्यवस्थापन गर्न सक्नु भएन भने जतिसुकै जान्नु भए पनि नाम निस्कँदैन। डिसिप्लिन नै सफलताको रहस्य हो। अबको तयारीमा कुनै बहाना चल्दैन। दैनिक तालिका बनाएर पढ्नुहोस् र त्यसलाई अक्षरशः पालना गर्नुहोस्। तपाईले प्रिटेस्ट दिनुभयो, यो नै ठूलो उपलब्धि हो। अबको यो यात्रा अन्तिम चरणमा आएर हार्नु हुँदैन। तपाई सक्नुहुन्छ। हामीले गरेका साना साना निर्णय, साना साना उपलब्धिले नै सफलता हासिल हुने हो। त्यसैले अब केही नगर्नुहोस्, सिधै जानुहोस् र आफ्नो लिखित परीक्षाको पहिलो टपिक आजै सुरु गर्नुहोस्। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यो भिडियो तपाईका लागि चार्जिङ स्टेसन बन्यो होला भन्ने विश्वास छ। कमेन्टमा आई एम रेडी लेखेर आफ्नो कमिटमेन्ट देखाउनुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र सबै साथीहरूलाई शेयर गर्नुहोस्। फेरि भेटौँला। तबसम्मका लागि नमस्ते र तपाईहरुको तयारी एकदमै उत्कृष्ट होस्।